तपाईँहरू 12 गरे अनि तपाईँहरूलाई सबैको भन्नु नि त यहाँ हेर्नेहरूको होइन टिकटक पनि भन्नु नि त टिकटकमा होला हेलो नमस्ते गुड मर्निङ सम्पूर्णमा हाम्रो बराल मगर फ्यामिली युट्युब च्यानल हेरेर बस्नुहुने प्रणाम श्रोता मित्रहरूमा के गर्दै हुनुहुन्छ कस्तो गर्दै हुनुहुन्छ पक्कै पनि यतिखेर समय बावजुद हाम्रो भिडियो तपाईँहरूको माझ आएर तपाईँहरू हेर्दै हुनुहुन्छ भने तपाईँ सम्पूर्णहरूलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस बराल मगर फ्यामिली युट्युब च्यानललाई सब्सक्राइब गर्ने जति पनि मित्रहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज फेरि म धेरै समयपछि फेरि अर्को भिडियो ल्याउन कोसिस गरिरहेको छु थोरै थोरै भिडियोको दृश्यहरू तपाईँहरूको माझ आज हामी रम्बा 3 अगाखोला बेलतारीदेखि बुटोल फुलबारीसम्मको हाम्रो भ्रमण यात्राको भिडियो बनाउन कोसिस गरिरहेको छु सबैजनाले हाम्रो यस भिडियोलाई हेरेर एक लाइक कमेन्ट सेयर अनि साथै सब्सक्राइब पनि गरिदिनु होला र तपाईँको मनमा लागेको सल्लाह सुझाव र प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छु र अब भने म निरन्तर भिडियोको दृश्यहरू देखाउन कोसिस गर्नेछु हेरेर साथ दिनु होला है त फाइनली गाइस आज चाहिँ हाम्रो टुर यही हो होइन हाम्रो बस आज चाहिँ हामी यहाँ देख्न सक्नुहुनेछ होइन यो बेलतारीदेखि हाम्रो यात्रा आजको बस यात्रा चाहिँ यो गाडीमा रहनेछ है हाम्रो आजको यात्रा फुलबारी पिकनिक तपाईँहरूको साथ जो दुकान चाहिँ माले अस्ति सही लाख घरमा नाम के दाइ ल मिट भएको जम्मैको यहाँ हालिरहँ भिडियो है आजको हाम्रो यात्रा पिकनिक अब लाग्यो हामी बसमा नाचो नाचो
आफूलाई ढोकामा भित्र सार्नु पर्छ झऱ्यो भने रोकेर टिप्ने के हुन्छ सके साथीलाई बुझ्दिन पानी ताने कसैलाई झर्ना हान्थ्यो झर्ना कसैलाई बुझ्दिन ल हाम्रो चाहियो एकदम प्रसिद्ध सुरु गाई अब आइयो हामी मुडल फुलबारी कतै अबसम्म आज चाहिँ हाम्रो यहाँ फुलबारी पिकनिक बल्ल बल्ल आइयो गाह्रो हुँदो रहेछ हौ आइयो मुडल फुलबारी पार्किङ हुँदैछ हाम्रो गाडी अब चाहिँ हामी गइन्छ भित्र यस्तो छ है हाम्रो आजको तारिख यता हाम्रो चाहिँ पिकनिकको लागि सामानहरू र हामी फाइनल्ली मुडल फुलबारी ल है बिस्तारै बिस्तारै अगाडि नुन पैसा काफेर भिडियो खिच्दै के लगाले हुने नि त्यसो त पाउँदैन भयो हाम्रो टिम है त्यसो त दिन्न क्या मुडल फुलबारी है गाइज
आज पिकनिक है, भैलो पिकनिक हो। हामी फुलबारी यस्तो रमाइलो रहेछ। शनिबार पनि है, धेरै भिड रहेछ है। भिडियोलाई लाइक गरिदिनु होला है साथीहरू। यस्तो ल ल ल नाच्यो। ल अब हाम्रो पिकनिक सुरु हुँदैछ। अब पकाउनेतिर है। धेरै नै छ। यता भात पाक्न लाह बुटोल फुलबारी। आज पिकनिकको दिन शनिबार। यता हुँदैछ है पिकनिकको रमाइलो। ल अन्तिममा खानेहरूको भिड है। ए पिकनिक है, अन्तिम पिकनिकको अन्तिम। कचरा छ है, कचरा छ। खायो खायो, दियो दियो भन्छ। यता भन्छ कडा कडा। बुटोल पिकनिक है। ल ठिक छ। आयो नानीहरू पनि है। हजुर पाहुना हो। पाहुनाहरूलाई हुँदै भएन के के अरे खानेकुरा। लास्टमा पर्नु भयो कि सबै भ्याएर हो। ल के भन्ने ल भन्नु ल। हो र तपाईँहरू पनि आइदिनु भएको धेरै धेरै धन्यवाद। ल अब अन्तिममा आउनु भयो के अरे। अब खाना त त्यस्तै त्यस्तै भयो हो र। बराल मगर फ्यामिली छ है। बराल मगर फ्यामिली युट्युब च्यानल। बराल मगर फ्यामिली 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 हजुर। ल भन्नु न। रुपा सारू 12 अरे धन तपाईँहरूलाई सबैको भन्नु नि त। यहाँ हेर्नेहरू होइन टिकटक पनि भन्नु नि त। टिकटकमा होला। अनि यता यता भन्नु। विष्णु मदगर आउँछ टिकटकमा। मैले सबैलाई फलो गरिदिन्छु है। रूप डाँडा 25। ल ल ल ल ल है ल म गएँ यता खुसी ल है ल।
फुलबारी फाइनल्ली अब हामी घुम्ने क्रम छैन पञ्चे बाजामा खानु हाम्रो यात्रा फुलबारीतिर घुम्दै हामी चाहिँ देखेर बुटवल फुलबारीको चिडियाखाना यो चिडियाखानाको वस्तुहरू हेर्नलाई हिँडेको जनावरहरू बुटवल फुलबारी भित्रको यो अस्ट्रिच कान मिल मिल्दैन कराउँछले त पाखुरा दे यार दुईटा रहेछ यता त अलि बास्ना रहेछ हाँसले होला मृग यो पनि मिर्गै होइन कस्तुरी यस्तो छ ए नजिकबाटै हेर्न मिल्दो रहेछ यो भित्र के हेर्ने ठिक हो यसरी नामले पलाउँछ दाले ए मिजाले त तल खासहरू इला त ल्याउले यता के छ यहाँ चाहिँ लोकल भालेहरू रहेछ बडेल बडेल रहेछ यहाँ त के रहेछ कि सर्प हो सर्प हो भने अस्तिले खरा
खरायो यहाँ सबै लेखेको रहेछ है यस्तो ओ सर्प बाफ्रे एकै ठाउँमा हो के हो पिटी बस्नु उनीहरूलाई चाहिँ काठ जाली कि निस्सो माले काठाङ अनि ल खरा अलिक स्मार्ट झियाले त्यसले नस्के ल मयूर सट्टा यस्तो मयूर जाले ठुलै बाघ रहेछ यता पछाडि ए त्यो स्याल त खान दिन्छ भनेर आँखा के छ यस्तो बाँदर हो काम जमाना रहना काट्ने मलाई काट्यो टेन्डा चेलो छ यार यता गैदा हात्ती ओ मङ्की चिडियाखाना पनि घुमियो फाइनल्ली त्यो होला खानाहरू मिल्थ्यो भन्नु चाक मात्र देखिन्छ त हो तरुणीहरू पनि यार बबाल बबाल मुस्कान दिएर छ के भन्ने त नि हामी सिङ्गल भाइलाई त्यो त वनपाटीका रिक्छ उसलाई फुलबारीलाई तिमी माग्नु कुत्तो झालाहरू निन्छ फेरि मारा मोल उनीहरूको जो बोच होला यार माइकले ओहो हामी चाहिँ यतिखेर बुटोल फुलबारी घुम्दैछौँ देख्न सक्नुहुन्छ यो चाहिँ सबै बुटोल फुलबारीभित्र पर्छ त्यसको बाटामा यहाँ के हुँदैछ कुल्फी अधिकारी भलिबल प्लेयर त्यसलाई के अलिक छ इथे के अलपट्टि यहाँ दिएर होला त पहिला इलामहरू रिक्छ बुटोल यसलाई रिक्ने होला यसलाई भिडले होला यस्तो छ बुटोलको सिन इलाक ल्याए भिडले होला हो कर्साबारी ठुलै फुल रोपेको छ त बुटोल फुलबारी पनि घुमियो गाइज फाइनल्ली अब हाम्रो भिडियो अन्तिमतिर आइपुगेको छ
भयो त्यो चाहिँ फुलबारी है यो चाहिँ ए ल बस है खाना नै मोबाइल खस्यो कसको मोबाइल एकछिन है किन हो कि मोबाइल फालेको त्यसरी नफाल्ने मोबाइल फाल्नु हुँदैन कमेडी यो पुली अनि के कसो लालो हाँ किला पुली गाल पटान के एक राउन्ड पनि हान्यो गाइस अब चाहिँ हामी ल यो स्विमिङ पुल माथि आइसक्यो यसलाई स्विमिङ पुल जतिमा हालेर पङ्गासमा हाल्छौँ पेन त्यो छ है स्विमिङ पुल माथिबाट पानी बग्छ यसमा हाल्लाम कान्देम लाग्नु छ लाम यो भिडियो समाप्त गर्न चाहन्छु